पिरोले मरे धुवाले। हेलो नमस्ते अनि सबैजनालाई नमस्कार र म पनि आज धेरै दिनपछि फेरि मेरो एउटा ब्लग लिएर आउने नजर सामु जमर्को गरिरहेकी छु र हामी धर्मावलम्बीहरूको चाड पर्व नजिकै गरेको दसैँको बडा दसैँको उपलक्ष्यमा हजुर सम्पूर्णलाई सुख शान्ति अनि उन्नति र प्रगति अनि सुस्वास्थ्यको पनि कामना गर्दै जो जसरी जहाँ हुनुहुन्छ रमाइलोको साथ बिताउनु होला। हामी चाहिँ धरानबाट घर माथि गाउँ आएका छौँ। यो चाहिँ मेरो दसैँको नै भिडियो रहेको रहेछ, मैले चाहिँ एडिट गर्नै बिर्सेको रहेछु। यो चाहिँ हाम्रो धनकुटा गाउँको घर हो, एकदमै मैला छ। अब हामीले सरसफाइ गरेर यतिको बनायौँ। यो चाहिँ हाम्रो भित्रको भाग रहेको छ, एकदमै फोहोर छ नि त। अनि अब पोत्नु पनि पर्नेछ, घर पोत्नु छ। अनि मैले चाहिँ ढोकामा कलर लगाउनु लागेको छु। हाम्रो चाहिँ यो डोरमा कलर गरिसकेर माथि मेरो काका ससुरालाई पनि सघाउनु थियो नि त घरमा कलर लगाउनलाई। अनि त्यही भएर म चाहिँ छिटो गर्दै थिएँ, तर हाम्रो चाहिँ सानो डर भए पनि एकदमै ढिलो भएको थियो मैले कलर गर्नुलाई चाहिँ, किनभने मैले कहिले पनि कलर गरेको थिइनँ नि त। मैले चाहिँ तल सकेर फेरि माथि काकाकोमा आएर कलर गर्दै थिएँ। कलर अगाडि पनि मैले नै गरेको, तर पछाडिदेखि मात्रै मैले चाहिँ भिडियो गरेको छु। हामीले चाहिँ बल्ल कलर गरिसकेर म चाहिँ हरियो वन जङ्गल अनि चिसो हावा खान चाहिँ गर्दै अलिकति पर गएँ। हेर्नुहोस् साथीहरू के भयो, यति धेरै ठुलो मजाले फल्यो। यो चाहिँ कुविन्डो है। अब फेरि त्यसपछि हामी चाहिँ चटपटे खाजा खानु भनेर बनाउन लागेको। के भन्छ कुनाको बुढिया कुनै आमा के गर्दै हुनुहुन्छ पिरोले मरिसक्यो। पिरोले मरे धुवाले हेर यहाँ साथी। वेलकम टु माई युट्युब च्यानल। Village life. अगाडि आउने हात उठाउनुहोस्। अगाडि आउने हाम्रो मम्मीलाई नि वेलकम छ यहाँ। मेरो चाहिँ ल्याउन यहाँ गइहाल्छु। तपाईँ कति खानुहुने भन्नु? अब हामी चाहिँ खाजा खाइसकेर फेरि रोटी पोल्नु भनेर पिठो कुट्नु गयौँ। यो चाहिँ डिक्की हो साथीहरू। अलिक मजाले कुट्नु है, निफन्दै गर्नु कि। चामल कुट्नु आएको घाम लगाउने मान्छे मगाले हेरेको म चाहिँ निफन्नु पर्ने छ। अनि यहाँ बुढो मान्छे जस्तै दिदीले त हात पनि पो कुट्छ त। तपाईँहरूलाई के थाहा र? म त्यस्तै गर्दाखेरि माथि उफ्रेर आउनु अरे क्या मैतिर डेक्री कतिखेर निफन्नु अरे। हाई गाइज, नमस्ते सबैजनालाई। र म चाहिँ कान्छीको भ्लग लिएर फेरि उपस्थित भइसकेकी छु। टार्जनमा फोन हेर्दै कुट्दैछ। टार्जन निफन्नु मिल्दैन कान्छी हो। ओहो गुड त्यो भएर चाहिँ भ्लगमा नलाउनु नि फेरि। कहाँ नलाउनु, यो त लाउनै हो नि।
भएर म त भाउजूको अगाडि नि क्यामेरा बोकेर आउनु उभिनु त लाज राख्छ हौ अन्त हेर्नु मोटो भए पनि झन् एउटा उ पो हुन्छ त उदाहरण मलाई त्यसो उदाहरण बोल्नु छैन मोटो भएर म यस्तो काम गर्न सक्छु भने यो त नर्मल हो जसले नि सक्छ होइन निफानु होला अब त निखानु दे कान्छी भाउजू होइन पिठा निसिसक्यो त खासै निस्केकै छैन अलिक निफानु न अब म कसरी यसरी गर्छु अनि फेरि केमा राख्ने खानेको चाहिँ कुन त पिठा अघिको टुप्पो राखेँ कसले खानेको राखेको जरा हामी यस्तो चाहिँ पुरामा पुगेको आयो दसैँ मनाउनु गाह्रो पर्यो है रोटी पोल्नु पर्ने पिठो गुड्नै नसकिने यो मजाले भिज्नै पाएन रहेछ है तपाईँ भिडियो बनाउनु रतन भाइले आज बल्ल बल्ल काम लगाएको अर्को भाइ कहाँ भाग्यो यहाँ बसेर बनाउँछु म यहाँ बसेर बना न मलाई नदेखा भन्नु चाहिँ बिना त झन् आउनै पर्छ लु त्यहाँको निकाल्नु त त्यो यो निकालौँ होइन अनि त्यसपछि लगाउँ न उनीको चामल के गर्नु अलिकति लाउनु अनि अरूकति साइडमा राख्नु नि अनि अरू यो लगाउनु हुँदैन अलिकति लगाउनु भएन हामीले फेरि कुदाउँछ भएन भिडियो बन्दैछ देखाउने हामी खतरा काम गर्दैछौँ
चाहिँ मास्तिर बसेर बस्नु कि चाहिएको तर ठिकै आउँछु नि चामल लगाइदिनु कस्तो छ यो मान्छे चाहिँ कस्तो एक्सपायरी भयो मलाई त कान्छा नम्दे जोइ भन्दैछ म पटाउँदैछु त्यो मान्छेलाई हाई र तपाईँलाई पनि देखाउनु मन नदियो कुटुम कसरी भाउजूलाई चाहिँ देखाए एउटा देखाइरहेको सबै देखिरहेछ उभिएर बस्छ बाजे बडाउले थाक्यौँ हो डाइरेक्ट बडले लिनु हिँडेको भनेको अब खुसी मान्छौँ नि त हामी किन थाके नाति पनाति देखिसके खानापिनाहरू देखिसके म कति अनि बुहारीको हाम्रो बुहारी नै भनौँ न बुहारी के अरे राजीले हो कि बिराजीले हो कि खुसीले हो कि खुसीले हो है के बोल्नुहुन्न मेरो त भाइ ठुलो बुहारी पर्यो भने लागते फर्काउनु केटीले पनि भन त कुन ठाउँमा कुन रोजेर आयो त्यही बाटो फर्काउनु त्यही बाटो जानु त्यही बाटो हिँड्नु भन्ने आउँछ नि तिमीहरूको त बोजूले पनि त्यसै भनिदिन्छु म त है उहाँ पनि बडो शास्त्र नानीको माइती कता हो कहाँनिर पिछाडतिर कि माथि सिराजतिर बाजेको नाम के भन्नु के बोल्छ बाबुको नाम चाहिँ थाहा छ बाउ आमाको नाम चाहिँ बताउनु पर्यो निजोङ सौर्य पनि आउँदैछ भोलि यस्तो है भोलि के भने भोलि नि भोलि उमेर पनि सानै रहेछ भोलि इन्क्वायरी हुन्छ के अरे पुलिस आउँछ पुलिस केस आउन सक्छ नानीले भन्नु मेरो राजी खुसीले म गएको हुँ जबरजस्ती मलाई लगेको होइन भनेर भन्नु पर्यो उमेर पुगेपछि 20 वर्ष तिमीहरू पुगेको थियौ नि अहिले हामी भित्रै हाल्थ्यो ढुक्कन तर अहिले कानुन लाग्छ क्या तिमीहरूलाई अब बाउ आमा राजी हुनु पर्यो नि तिम्रो तल अब हामीले यस्तो गर्ने त केटाकेटी राजी भएको नि बाउ आमाको अब मेन अब बाउ आमाले उता हामी त सही छ खुसी छ बुहारी ल्याएको छ हामीलाई त के भएर होइन खुसी नि हामी त नि चाहिएकै पनि थियो यहाँ अझै एउटा चाहिएको छ कहाँ पाउने जरुरत छ बुहारीको त खुसी त खुसीले नै आउनु भएको होला नि त तर पनि के यिनीहरू अब 20 वर्ष पुगेको छैन नि त राजी खुसीले हाम्रो देवर मिलेर बस्नु कता यहाँ बस्दा हुन्छ त बुढो मान्छेले बोल्नु बोल्न नसके पनि सुन्नु पर्यो सुनेर मरिन्छ राजी खुसी गएको
बाजे सोध्नु नि अब खास आएको यो के गर्ने रोटी आज बनाउँछ नि हो भागेर जान्छ हुँदैन नि भागेर जानु त हुँदैन नि म त भुजेल पनि कडा कुरा तिम्रो त नानी कहाँ छ हामी कहाँ बोल्छौँ नानी माथि कहाँ छ नि हो भागेर जानु त हुँदैन नि तिमीहरुले सबैजना छाप्छु दुई तीनवटा छोरी पनि यता उनीहरूको साथीहरू सबै जान्छ मोटा भुजेल नि हजुर ढोकामा अनि यहाँ चुला अनि यो पालो रातोमा मात्रै यताको ढोकामा हुन्छ आज हामी उहाँदेखि पनि आइपुग्यौँ यता त्यता हो जेठो पकाउन चाहिँ खाजा चगाइ अब आज हामी बोल्नु सकेन भने आमाले ससुराले बोली हाने छाते थाप्नु गएर छस् नि कुरा चाहिँ त्यसो हो नि जे भने पनि सही मान्छ जस्तो मान्दैन उसको लागि मर्नु तयारी छस् नि कि होइन भरे भाग्ने होस् धोती समातेर अहिले घडीले लाउँदैन नि नानीले पनि उताबाट चेपचाप कुरो आयो भनेदेखि बोल्न सक्नु पर्यो यसरी हेर्नु है अब मेन कुरा उसकै हातमा हुन्छ नि पछाडि भित्राउनु पर्छ अब भित्राउँदा सबै हामीले यत्रो जनाले चाहिँ चेपेर अब अहिले लगेर भित्राउने अब के गर्ने सबैले लिएर जानु चाहिँ किनभने आज माइलामा लिएर जाने अहिले भित्राउने हो अब माइला लगानी यो भित्र नि जेठाको पाला आउँछ जेठाको पाला आउँछ भोलि भने यो भित्रपछि जेठाको पाला आउँछ जेठाको भोलि है अब जेठाको भोलि ल्याएन भने तिम्रो दसैँ भोलि सबैको खाइसक्नुपर्छ जेठाले माइलाले काम गरे लु भोलि कुरु कुरु भोलि मासुको अभाव नि हुँदैन हामीले भएन नभन्ने सुन्नु नपरोस् परोस् किनभने अब भन्नु पर्दा त त्यही त बाजेहरू अब नातिनी बुहारीले बनाएको चिया जाँडो छानेको खान पाओस् होइन अर्को बाचा छ भने बाचा छ भने भएन सक्नु पर्यो अब यो तेल निकालिन्छ ल्याकै हो मानि यता नानी पनि होइन यता बुवा मेरो छोरामा होइन राजी खुसीले नै आएको होइन बाबुले